साथीहरु नमस्कार। तपाईहरुलाई डिटेक च्याम्स युट्युब च्यानलमा स्वागत छ। आज मोबाइलबाट जीमेल अकाउन्ट कसरी बनाउने भन्ने विषयमा भिडियो लिएर म उपस्थित भएको छु। तपाईहरुले मोबाइलबाट जीमेल अकाउन्ट बनाउनको लागि तपाईहरुसँग पहिला मोबाइलमा भएको जीमेल एप्स ओपन गर्नुपर्ने हुन्छ। जीमेल एप्स ओपन गरिसकेपछि तपाईहरुले यहाँनिर माथि जीमेलको एउटा हुन्छ, यहाँ गइसकेपछि तपाईहरुले यसलाई ओपन गर्नुपर्ने हुन्छ। त्यसपछि त्यहाँ गएर क्लिक गरिसकेपछि तपाईहरुले सबैभन्दा तल एड एनदर अकाउन्ट भन्ने एउटा अप्सन देख्नुहुन्छ। त्यसलाई तपाईहरुले क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईहरुले त्यहाँ गएर क्लिक गरेपछि गुगल भन्ने सुरुमै छ, हाम्रो सुरुमै भएको गुगललाई क्लिक गर्नुपर्ने हुन्छ। गुगललाई क्लिक गरिसकेपछि तपाईहरुको यो एकछिन समय लिन्छ खुल्नलाई। यो खुलिसकेपछि तपाईहरुको माथि इमेल अर फोन नम्बर फरगट इमेल भनेर भनेको छ। हामीसँग इमेल छैन, हामीले नयाँ बनाउँदै छौं भन्दाखेरि हामी क्रिएट अकाउन्टमा जानुपर्ने हुन्छ। क्रिएट अकाउन्टमा गएर बिजनेसको लागि पनि तलको बनाउनु होला, नत्र आफ्नो व्यक्तिगतको लागि भने फर माइ सेल्फमा गएर तपाईले क्लिक गरेर फर्स्ट नेम राख्नुपर्ने हुन्छ। मैले डिटेक च्याम्स राखेको छु। नेक्स्ट गर्ने त्यसपछि हामीले तपाईहरुले त्यसपछि यहाँ आफ्नो डेट अफ बर्थ राख्न सक्नुहुन्छ। डेट अफ बर्थ राखिसकेपछि आफ्नै राख्नुपर्छ भन्ने छैन, मिलाएर राख्दा पनि हुन्छ, वर्षको आफ्नै राख्दा राम्रो। त्यसपछि तपाईले जेन्डर सिलेक्ट गर्नुपर्ने हुन्छ। जेन्डर सिलेक्ट मैले मेल गरे। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि तपाईहरुलाई तीनटा अप्सन छ, यानी दुईटा जीमेल एड्रेस अलरेडी बनाएर दिइसकेको छ। यदि तपाईहरुलाई अल्छी लाग्छ यानी कि बनाउन आउँदैन भनेदेखि तपाईहरुले यो जीमेल एड्रेसलाई पनि तपाईहरुले चुज गर्न सक्नुहुन्छ, तर भरसक आफ्नो लागि आफैले बनाउँदा राम्रो। म यहाँ आफ्नो लागि आफै बनाउँदै छु। अब त्यसपछि हाम्रो पासपोर्ट राख्नुपर्ने हुन्छ। क्रिएट अ स्ट्रङ पासवर्ड विथ अ मिक्स अफ लेटर्स नम्बर एन्ड सिम्बल भनेर भनेको छ। तपाईले सबैलाई मिक्स गरेर राख्दा अझ राम्रो हुन्छ। नेक्स्ट गरिसकेपछि तपाईहरुले फोन नम्बरको सोध्छ यहाँनिर, यदि फोन नम्बर छ भने राख्नु होला, नराख्दा पनि केही फरक पर्दैन। मैले चाहिँ राख्दै छु यहाँ। रिसिभ योर अकाउन्ट इन्फर्म भन्छ। त्यसपछि तपाईहरुले नेक्स्ट गर्न सक्नुहुन्छ। नेक्स्ट गरिसकेपछि यहाँ धेरै कुराहरु टर्म्स एन्ड कन्डिसन छ, यता तपाईहरुले यसलाई नपढिकन आई एग्री गरिदिँदा हुन्छ। गुगल सर्भिस भन्दैछ। लगभग हाम्रो जीमेल अकाउन्ट बनिसकेको छ। साथीहरु यहाँ हाम्रो जीमेल अकाउन्ट बनिसकेको छ। हाम्रो जीमेल ditechchamps1@gmail यो हाम्रो जीमेल आईडी बनिसकेको छ। यहाँ गुगलले केही मेसेज पनि पठाएको छ होला सायद हामीलाई। हाम्रो अकाउन्ट यसरी बनाउने, यसरी बनिसकेको छ। तपाईहरुलाई पनि केही समस्या भयो भने तल कमेन्ट गर्नु होला, म तपाईहरुलाई सकेको रिप्लाई दिने कोसिस गर्नेछु भन्दै आजको भिडियो यही सकिएको छ। साथीहरु तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, यदि राम्रो लागेको खण्डमा लाइक, कमेन्ट, शेयर साथै यस डिटेक च्याम्स युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचाका साथ बिदा हुन्छु। हस्त नमस्कार।